मलाई धन्यवाद गरिकन हुन्छ प्रभु। यसै गरी यो भगवानको लीला कथा भनेको पारामान्छ महाराज सुनेछ प्रभु। महाराज एकातिर पनि देवले राजा परिचितलाई नारायण ये सरर लागे बताउन मर्यादा भगवान रामले संसारमा कसरी आउनु अनि छुट्टै किसिमको लीला गर्नुभयो उनी भगवान अष्टम अवतारमा कृष्ण अवतारमा एकदम रहस्यमय लीलाहरू भए अनि रामले के थियो भने के थियो प्रभु? भगवान रामले चाहिँ यो हेर्नु यो जय र विजय भनी दुईटा पार्थ यी चाहिँ भगवान विष्णुका द्वारमा बस्नेवाला भनी चारजना कुमार जाँदै गर्दा यी जानी जय विजयले विष्णुका पालेहरूले अपहेलना गरे रे सनत कुमारहरूलाई ए तिमीहरू यस्ता भगवानका जाँदाखेरि यस्ता लट्टाधारी ब्रह्मचारी जिउमा बस्नु पनि छैन पुस्रा भएर जान्छौ असबुझ अपहेलना गरे त्यसै भएर हामीले कतै पनि यो असबुझ अपहेलना गरी वाक्य कसैलाई पनि छोड्नुपर्छ है प्रभु। दुख्छ त्यसै भएर भनेको हुनाले रिसाए तिमीहरू यस्तो भगवानका द्वारमा बस्नेवालाहरू को भक्त हुन् कुनै ऋषि यति पनि चिन्न नसक्ने तिमीहरू त बडा मूर्ख रहेछौ तिमीहरू त दानव भएर पृथ्वी तलमा भनेर यी चारजना सनत कुमारहरूले विष्णुका नजिकका पालेहरू थिए अब लौ बर्बाद पर्यो भनेर भगवानले नजिकै गएर पाउ समाएर रुन लागे अरे राम हे भगवान हामीलाई जानी नजाने यी सनत कुमारहरूको श्राप पर्यो हामी दैत्य भएर पृथ्वी तलमा झर्नु पर्यो प्रभु भनेर हात जोड्दै गर्दा भगवानले भन्नु खोले के भन्नु? हेर बाबु हो यो ऋषिको श्राप त कसैले मैले पनि टार्न सक्दिनँ श्राप पर्यो बरु भने तिमीहरू केही समयपछि फेरि आउन पाउँछौ तर कुन बाटो जान्छौ अब मेरो तपस्या गर्यो भने चाहिँ 7 जुनी लाग्छ तपस्या गरेर मैले वरदान दिने 7 जुनीबाट बल्ल यहाँ आउन पाउँछौ यति मसँग विरोध गरेर मेरो हातबाट मर्यो भने छिटै आउँछौ त्यो चाहिँ 3 जन्ममा आउन पाउँछौ अब तिमीहरू मौरो बाटो आउने सिधाबाट आउने सिधै आउनु पर्यो नि मलाई पनि भन्न लागे हृदय गरेका हेर बाबु हो श्राप पर्यो जानेनौ चिनेनौ कसरी आउँछ छिटै आउने भए मसँग विरोध गरेर मेरो हात पर मर्यो भने छिटै आउन पाउँछौ
यति तप गर्यो भने त अलि घुमाउरो बाटो हुन्छ 7 दिनी लाग्छ प्रभुले 7 दिनी त धेरै भयो होइन त कहिले आउने अरू हजुरसँग विरोधै गरेर पनि छिटै आउनु पर्यो त्यसो भए त आफ्नो मसँग विरोध गरेर भने हुनाले विजयले के भने दानवको रूप लिए पहिला जन्म भनेको हिरण्य छोरा हिरण्यकश्यप विजयको पहिला अवतार हो अनि युद्ध गरेर भगवानका हात छडा मरेर तिनीहरू दोस्रो जन्म चाहिँ के भयो भने के भयो रावण र कुम्भकर्ण भएर जन्मे 3 जन्म थियो पहिला हिरण्य छोरा हिरण्यकश्यप रावण र कुम्भकर्ण भाइ भाइ यसरी अब यो तिनीहरूको जन्ममा रावण कुम्भकर्ण भएर जन्मेका थिए हो यो रावण को थियो भने ऋषिकुमार हो ब्राह्मण हो पक्कै हो होइन झोला मात्रै नाति ऋषिको छोरो ब्राह्मण रावण इतिहास कण्ठ थियो उसलाई गर्न थाल्यो तिनै लोक जितेर राजा बनायो हजुर हजुर ऋषि दैत्यहरूलाई दास बनायो हजुर हजुर देवताहरूलाई हजुर अनि सारा देवता जम्मा गरेर ब्रह्मा सहित भगवानको तपस्या गरे अनि भगवान प्रकट हुनुभयो के गर्ने पर्यो ब्रह्मा किन देवताहरू लिएर आयो भनेको प्रभु यी दानवहरूले अब यी रावण र कुम्भकर्णले संसार दग्ध गरेर लायो ऋषिहरूलाई पनि लखेट्यो धर्म अब तिनीहरूको कस्तो वरदान भने के त्यसले मानवको जन्म भएर आउँछ त्यसले मात्रै मार्न रावणलाई त्यस्तो वरदान पाएको थियो अनि भाइ भगवानले भन्नुभयो प्रभु अब त हजुर मानवको अवतार लिएर हजुर आफै आउनु पर्ने भयो हामीलाई त देवताहरूले तपस्या गरेका हुनाले हुन्छ ल पुरा गर्ने मानव भएर आएर त्यहाँदेखि रावण कुम्भकर्णलाई वध गरिदिन्छु भनेर हजुर ब्रह्मा दशरथ महाराजका दरबारमा भगवान पुरुषोत्तम मर्यादा रामको जन्म भयो अब यो कुरा रावणलाई थाहा भयो कि बडा शक्तिशाली थियो राम संसारमा आउनुभन्दा पहिले रावण थियो राजु कुबेरको विमानसित लुकेर लियो विमानमा हिँड्थ्यो भाइ कुम्भकर्ण शक्तिशाली थियो अनि त नगरीमा अब रावणलाई थाहा भयो अब ऋषिहरूलाई एकदिन ज्योतिषीलाई बोलाएर के भने अब मेरो मृत्यु कहाँ हुन्छ भनेको अयोध्या नगरीमा एउटा दोस्रो नाम राजा हुन्छ उनको जेठो छोरो राम भनी आएर तिमीलाई मार्छ भन्ने रावणले थाहा भयो ब्रह्माको तपस्या गर्यो दशरथको सन्तान यतातिर चाहिँ थाहा भएन कसरी आउने त दशरथको सन्तान हुँदैन रानी 3वटा छन् अनि जाने अब गुरुले भने कि महाराज तपाईँको त त्यतिकै सन्तान हुँदैन किन अब रावणले तपस्या गरेका छ दशरथको सन्तान प्राप्त गरेका छ यज्ञ गर्नुपर्छ अनि यज्ञका प्रभावले त्यो छोरुबाट चाहिँ अब प्रिय रहन्छ है भनेको हुनाले दशरथका दरबारमा सारा यज्ञ पुत्रस्य यज्ञ भयो सारा ब्राह्मणहरू जम्मा गरे उमादि हुन थाल्यो हुम गरेन
यो त काण्ड रामायणको कथा हो। यो त अब यो मैले हजुरहरूलाई सर्टकटमा यसो सम्भव हुँदैन। यसरी अब श्रृङ्गार ऋषि कर्ता बनेका थिए, पढ्थे, अरूले होम गर्थे। अब दशरथ चौधरीलाई सन्तान नहुने कर्म थियो। अनि अग्नि आफै प्रकट भए रे होमबाट अग्नि ब्राह्मणको स्वरूप लिएर आए। कसरी आए भन्दा हातमा पायस भनेको खिर। यो महाराज तिम्रो यज्ञ पूर्ण भयो, यसैका प्रभावले सन्तान हुन्छ भनेर अनि त्यो पायस अनि दशरथको हातमा दिएर अग्नि अन्तर्ध्यान भए। राजाले कुरा गरेर आफ्ना कोठामा गएर रानीहरू यो अग्निबाट प्राप्त भएको पायस हो। यो ग्रहण गर्ने बित्तिकै तिमीहरू गर्भवती हुन्छौ। यसको लागि तिनै वडी बराबरी हौ। तिनै वडी रानीले नारायण खानु बाँडेर कान्छी सुमित्रा नमैको अवसर पारेर कौशल्या र के दुईटी मिलेर त्यो पास खाइदिउँ भनेर दुई भागलाई आए। सबै नै कान्छीलाई पनि थाहा भयो। तर पत्ता आइन आउँदाखेरि खाइ चाहिँ नहालेको, त्यसलाई दुई भाग मात्रै लगाएर अनि देखिन्छन् सुमित्राले राजाले भनेको यी दुईटीले खान तयार भएछन् भनेर कान्छीले सुमित्राले भनिदिए। कोही त मेरो भाइ खाए रे अनि गर्भवती पनि भए। अलिकति यतातिर गयो नि यतैबाट सुरुवात हुन्छ। यति कौशल्या रानीको भागबाट केही रहेको शेष बाँकी थियो, त्यही थोरै मात्रामा एउटा बाल या कुनै पंक्षी आएर त्यो उडाएर लग्यो अरे। यता हनुमानकी आमाको नाउँ अन्जना हो। पाहाडमा माग्न लागि तपस्या गरेर बसेको बालरीको काखमा लगाएर त्यो पंक्षीले खसाल्यो अरे। त्यो बाँकी शेष त्यो आयो अरे, पनि गर्भवती भयो अरे। शिवजी घुम्दै आउँदा देख्नुभयो अन्जनीलाई। हे अन्जनी किन तपस्या गरे भने पुत्र प्रभावको लागि, छोराको लागि भने गर्भवती भइसक्यौ खाएर भगवान शिवले त्यो गर्भवती भएको अन्जनाको पेटमा फुकिदिनु भयो। त्यसै गरेर हनुमानलाई वायु पुत्र भनेको सिकाइदिनु भयो। अब कसको पुत्र भनेर शिवजीले फुकिदिनु भयो। शिवजीको भन्ने कि अब कौशल्या महारानीको शेषबाट गएर चाहिँ गर्व रह्यो। यसरी जब मास पुरा भयो हरे राम हरे हरि हनुमान हनुमानको पूजा गर्दा लिनु। हनुमान हो जसले जे चिताएर भने त्यो
तुरुन्तै पुरा गरिदिन्छ बिहान बेलुका हनुमान चालिसा पाठ गरेर हनुमानको पूजा गर्छ हे हनुमान मलाई यो होस् भन्नुहोस् कमसेकम 1 महिना गरेर हेर्नु भएन भने मलाई आएर भन्नु यो त भएन भन्नु यो ग्यारेन्टी हुन्छ तर निश्चितसँग बिहान बेलुका हनुमानको पूजा गर्नु आरती गर्नु हनुमान चालिसा पढ्नु हो हे बजरङ्गबली हनुमान मेरो यो काम सिद्ध होस् भन्नु ठ्याक्कै हुन्छ परीक्षा गर्नु भएन भने पनि के जाने गर्भवती हुनुभयो अनि राजा खुसी भए 1 महिना बित्यो 2 महिना बित्यो नारायण पहिला पनि हो अनि कहिले भयो भन्दा महिनाको नवमीको दिन दिनको ठ्याक्क 12 बजे राम कतिखेर जन्मे भन्दा दिनको 12 बजे भगवान कृष्ण चाहिँ रातको 12 बजे केही पनि मथुराको झ्यालखानमा राम चाहिँ दिनको 12 बजे अयोध्याको दरबारमा आउनुभयो सारा देवताहरूले स्तुति गरे रे सूर्यको विमानै रोक्यो रे सूर्य गाडी नगरी चन्द्रमाको विमान आउन नपाउने सूर्यको विमान अडियो अनि चन्द्रमाले गएर भगवान राम हे प्रभु भनिदिनु पर्यो सूर्यको विमान त गएन सूर्य अडिएर हेरेको हेरे म त आउनै पाइन भनेर चन्द्रमाले तपस्या गरेर हुनाले रामले के भन्नु भरे चन्द्रमालाई ल ठिकै छ के भन्नुभयो पनि जान्छन् चिन्ता नगर अब मेरो नाम भन्दा पछाडि तिम्रो नाम राम चन्द्र पहिला राम मात्रै हो चन्द्र चाहिँ थपिदिया रे चन्द्रमालाई राम चन्द्रलाई तिम्रो म भन्दा पछाडि तिम्रो नाम हुनेछ तिमी चिन्ता नगर भनेर भगवान रामले भन्नुभयो यसरी पालोसँग केही मिनेटको फरक गरेर तिनवटी रानीका 4जना छोरा जन्मे कौशल्यका गर्भदेखि मर्यादा श्री पुरुषोत्तम रामको जन्म एकैको गर्भदेखि भरत अनि कान्छी सुमित्राले 2 भाग खाएको हुनाले जुम्लिया छोरा जन्मे भन्दा लक्ष्मण र शत्रुघ्नको जन्म भयो दशरथको दरबार एकै दिन केही मिनेटको फरक गरेर रानीबाट 4 भाइ छोरा जन्मे रमाइलो हेरा हेरा भाइ अनि जब भगवान रामले
र नि धेरै लीलाहरू भए यो सबै हलुवालाई सम्भव हुने सुनाएर अनि भयो राजधानी जनकपुरमा गएर सीतासँग बिहा भयो फर्कनु भयो दोस्रो बडा राजा हुने घोषित पनि भयो सीताका आज्ञालाई स्वीकार गरेर वनमा जाने बेलामा अनि भने रे रामले त्यतिखेर के भने रे भने अघि चौपाटीलाई वचन दिए थिएँ मैले पनि रामले भनेका म गई सारा पृथ्वीको भार हर्छु यसरी भन्नुभयो रामले म यहाँ राजा हुन आएको होइन नर नारीहरू हो अहिले ब्रह्माजीलाई वचन दिइसकेको छु म गएर पृथ्वीको भार हर्न भनेर आएको हो यही बाचा पुरा गरिन लोक जनमा भाइ भरतले राज्य गरेछन् यसरी भन्नुभयो रे रामले यो राज्य भाइ भरतले गर्छन् म त ब्रह्माजीलाई वचन दिइसकेको छु मैले पृथ्वीको भार हर्न भनेर आएको वरदान दिएको पनि पुरा गर्नुभयो वनमा गएर के लीला भयो भन्दा यतातिर सवारीलाई मोक्ष गराउन पर्ने थियो यतालाई पनि मोक्ष गराउन पर्ने बालीलाई मारेर सुग्रीवलाई राज्य दिलाउन पर्ने अनि लङ्कामा गएर रावण कुम्भकर्ण सबै मार्नु पर्ने पृथ्वीको भार हर्न पर्ने थियो त्यसै भएर भगवान राम वनमा जानुभयो अनि वनमा गएर धेरै लीलाहरू भए वनवासमा गएको बेला क्रममा सवारीसँग त्यही भेट भयो जटायुले जब मोक्ष पायो जटायु पनि मुक्त भयो रावणको विमान रोक्न गएको रावणले पखेटा काट्यो भगवान रामले त्यसलाई मोक्ष गराउनु भयो स्कन्दमा गएर बालीलाई मारेर त्यो राज्य सुग्रीवलाई दिलाउनु त्यो 400 कोषमा कसरी बाँधियो हनुमान उडेर कसरी गए यति हनुमानसँग शक्ति नहुँदो होता 400 कोष आकाश मार्ग गरेर उडेर जाने शक्ति हनुमानसँग यो संसारमा अरूसँग छैन विमानमा जानु पर्यो जय श्रीराम भन्या भरमा हर हर हनुमान उडेर गए यति शक्तिशाली भनेको हनुमान हो अनि उनले खबर ल्याएर बल्ल लङ्कामा फुल मारेर गयो रावणको मकरलाई मार्न भयो सीतालाई लिएर हरे राम नारे हरे हरे सारा हो देश जाना फिर देश सर्कलमा दुईजना रामायणको कथा हजुरलाई सुनाइयो राम्रो भन्नुभयो